राष्ट्रसभा सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन काठमाडौँ अदालतको आदेश। मन्त्री परिषद बैठकले सहकारी सम्बन्धी कानून संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको सिद्धान्त स्वीकृति गर्ने लगायत 6 वटा विभिन्न निर्णय गर्यो। दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन उच्चले पनि दियो आदेश। तीर्थराज अर्याललाई दोस्रो पटक म्याद थप, अझै 5 दिन हिरासतमा राख्न अनुमति। राष्ट्रसभा विधानमा 1/3 केन्द्रीय सदस्य मनोनित हुने व्यवस्था। हेटौँडा कपडा उद्योग चलाउन प्रधानमन्त्री कार्यालय अग्रसर, थालियो सरसफाई। कृषि अनुदान दुरुपयोग र प्रभावकारी छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन। बैतडीमा बस दुर्घटना हुँदा 1 जनाको मृत्यु, 10 जना घाइते। गर्मीले मधेसको जनजीवन प्रभावित, बिरामी बढे, मजदुर वर्ग उच्च मारमा। समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा। बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द। 6 दिन ढिलो गरी नेपाल भित्रियो मनसुन। कक्षा 12 को नतिजा 40 दिनभित्रै सार्वजनिक। सुशासन र शैक्षिक सुधारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको शिक्षा मन्त्रीको भनाई। जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउने अर्थमन्त्री वाग्लेको भनाई। नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको टिप्पणी। शेयर बजारको उतार चढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान रहेको अर्थमन्त्री वाग्लेको प्रष्टीकरण। नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइने शिक्षा मन्त्री पोखरेलको भनाई। राष्ट्रिय सभाबाट पनि 4 अध्यादेश स्वीकृत। राष्ट्रपाले पनि गर्यो विशेष महाधिवेशनको व्यवस्था। राष्ट्रसभा महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूलाई निमन्त्रणा। एमाले अध्यक्ष नजाने कांग्रेस सभापति थापाको निर्णय हुन बाँकी। नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भने स्वास्थ्य हेर्दै। हिरासतमा श्रीकृष्ण मृत्यु प्रकरणबारे गृहमन्त्री भन्छन् पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखियो। जुम्लामा हराएका 3 बालकको उद्धार, 2 रात एनसेलको टावर मुनि आश्रय। बुढी गण्डकी जलाशय युक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर रहेको ऊर्जा मन्त्री श्रेष्ठको भनाई। राष्ट्रसभामा रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको सांसद रन्जु दर्शनाको भनाई। आगामी आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाको बजेट 7 अर्ब 15 करोड 25 लाख। प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् भन्दै झलनाथ खनाल प्रति प्रचण्डको टिप्पणी। सरकारका नीति र निर्णय जनविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँदैछौँ भन्छन् संयोजक दाहाल। वैज्ञानिक समाजवादको एजेन्डा सहित अगाडि बढिरहेको सहसंयोजक माधव कुमार नेपालको भनाई। रानी सैनी विवादमा हुम्लाबाट 21 जना पक्राउ। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष विरुद्ध उजुरी। शासन गर्ने राजा खोजेका छैनौं, सक्रिय राजा खोज्नेसँग सिद्धान्त नमिल्न सक्छ भन्छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेन। अदालतको फैसलालाई सरकारको हारजितका रूपमा बुझ्नु संकुचित मानसिकता भएको मुख्य रजिस्ट्रार पौडेलको भनाई। राष्ट्रिय सभाको शून्य समय, सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजन प्रति सांसदहरूको आपत्ति। जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार